नमस्ते दर्शकबिन, तपाईँहरूकै मनपर्ने सिरियल सहरिया बुहारीको म रियाक्सन गर्न गइरहेको छु। कृपया आउनुहोस् आजको यस क्लिप अन्तिमसम्म हेरौँ, त्यसपछि हामी समीक्षा गर्नेछौँ। अनि दर्शकबिन, तपाईँहरूलाई सहरिया बुहारी कस्तो लागिरहेको छ? कृपया अब के भइदिए हुन्थ्यो भन्न चाहनुहुन्छ? कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। आउनुहोस् दर्शकबिन, हेरौँ त यस क्लिप। थरी टचर दिएर घरभित्रै राखेका छन्। छ्या, कस्ता पापी रहेछन्। अनि आमालाई बाले कहिलेकाहीँ पिट्न त पिट्दैनन् नि? किन नपिट्नु? कति पटक आमाको शरीरमा निलराम हुने गरी पिटेको मेरै आँखाले देखेकी छु। दर्शक पनि हेर्नुहोस् त, बिचारी रिमाले आफ्नो बुवाले आफ्नो आमालाई कतिसम्म यातना दिएका ती सबै कुराहरू दाइहरूलाई सुनाइरहेकी छन्। अब के होला त, हेरौँ त। त्यति बेला तिमीले केही प्रतिकार गर्दिन थियौ र? प्रतिकार गरे पनि छोरा मान्छेको अगाडि हामी छोरी मान्छेको के लाग्छ र शिशिर दाइ? छ्या, त्यस्ता पापीलाई त बानेर पिट्नु पर्ने हो। ठिकै छ नि त, बसन्त एकचोटि गएर सबै कुरा बुझेर आउँछु भनेको छ क्यारे। यदि मिलेछ भने आमालाई पनि सँगै लिएर आउँछु भनेर भनेको छ क्यारे। यदि ल्याएन भने हामी पछि 3 भाइ मिलेर जाम्ला। बसन्ते दाइ एक्लै गयो भने बाले दाइलाई जे पनि गर्न सक्छन्। त्यसैले सकेसम्म बसन्ते दाइलाई एक्लै नपठाऊँ। तिमी यो कुरामा नडराउ बहिनी। बसन्ते बाहिर हेर्दाखेरि जति सोझो र इमानदार देखिन्छ नि, त्यो भन्दा ऊ भित्रभित्र धेरै बाठो छ। लु, एकदमै सही भने कविराजले अहिले आएर। अनि बाहिर हेर्दाखेरि ऊ जति कमजोर जस्तो देखिन्छ नि, भित्रभित्र ऊ हामीभन्दा धेरै बलियो छ। किनकि ऊ दुखै गरेर भए पनि सहर बजारमा हुर्केको केटो हो। त्यसैमाथि उसलाई आठ भरोसा दिने मान्छेहरू हामीभन्दा 100 गुणा माथिल्लो लेभलका छन्। भए पनि मलाई लाग्छ हाम्रो बसन्ते दाइले बाको अगाडि केही गर्न सक्नुहुन्न होला। ए बहिनी पनि तिमीले कति बसन्त दाइलाई कमजोर ठाने कि के? दर्शक हेर्नुहोस् त, बिचारी रिमाले आफ्नो बसन्त दाइको कति धेरै चिन्ता लिइरहेकी छिन्। अब के होला त, हेरौँ है त। उति बेला बसन्त दाइ र मधु भएर म यो भन्ने कस्ता कस्ता गुण्डाहरूलाई त तहलाउनु भएको थियो। जब तिम्रो बाउ को हो र? त्यति बेला त बसन्ते दाइको साथमा मधु थिइन्, तर अहिले त बसन्ते दाइ एक्लै हुनुहुन्छ नि। भयो नि त, त्यसो भने उसको साथमा शिशिर जान्छ। हेर शिशिर, बाको बारेमा बहिनीले जति कुरा बुझेकी छिन् नि, त्यति कुरा हामीले बुझेको छैनौँ। त्यसैले जे कुरामा पनि बसन्तेलाई मात्रै हामीले बलियो देख्नु हुँदैन। उसलाई पछाडिबाट हामीले अलिअलि साथ दियौँ भने बल्ल उसको हिम्मत आउन सक्छ। त्यसैले त पनि जा, अहिले नै जा। ल, तर बसन्त दाइ गइसक्यो होला नि। बहिनी, तिमीलाई थाहा होला नि बसन्त दाइ आमालाई लिन गएका हुन् कि अन्त कतै गएका हुन् भनेर? खै कता जानुभयो कुन्नी? खेततिर जानुभएको छ कि बरु तपाईँ गएर बोलाउनुहोस् न। हुन्छ, म गएँ है। बसन्त दाइ आएपछि सबैजना बसेर सल्लाह गरौँला। ल जा। दाइ लु, एकदमै राम्रो गरे। शिशिर पनि बस्नेसँगै गए। अब के होला त, हेरौँ है त। अहिले एउटा कुरा थाहा पाउनु भयो त? कस्तो कुरा? मधु विदेश जाने बेलामा बसन्ते दाइलाई 40,000 दिएर जानुभएको रहेछ नि। ए, त्यो कुरा त थाहा पाइसके रिमा। बरु अर्को कुराले पो मलाई टेन्सन भएको छ त। कस्तो कुराले दाइ? कतै बसन्त र रिता पल्लो गाउँ जाँदाखेरि बाटोमा कतै झगडा त गरेनन्? त्यही झगडाको कारण रिता माइत पो गएको हो कि? मलाई पनि ठ्याक्कै त्यस्तै शङ्का लागेको छ। घरमा आउँदा झगडा भइरहन्थ्यो के रे? एकपटक तिमीले राम्रोसँग बसन्तेको मन बुझ्ने कोसिस गर न। यदि झगडा गरेर रिता माइत गएको हो भने उनीहरूको घरबार बिग्रिन सक्छ नि। खै के हो के, अघि म घाँस काट्न गएको बेला उतै आउनु भएको थियो। तर मैले दाइको मनको कुरा बुझ्न धेरै कोसिस गरेँ, तर दाइ मन खोलेर बोल्नै मान्नु भएन। ठिक छ नि त। दर्शक पनि साँच्चै वास्तवमा आज कविराज र रिमाले बसन्ते र रिताको सम्बन्ध बिग्रेको हो कि भन्ने शङ्का त गरिरहेछन्। तर अब यो साँच्चै हुन सक्छ है। ऊ आएपछि एकचोटि सबै कुरा बुझेन ल? हुन्छ दाइ, बरु बस्दै गर्नुहोस् है, मैले चिया पकाउँछु। ल, तर चिनी चाहिँ कम राख ल। हस्, हुन्छ दाइ।
राधाको धेरै दिनपछि भेट भएको छ। अब के होला त यिनीहरू बिच कुराकानी, आउनुहोस् हेरौँ त के होला त अब। इन्द्रे त कता हिँडिस? टाढै हो कि के हो? टाढा कतै होइन भाउजू, तल बजारसम्म पुगेर आऊ कि भनेर हिँडेको। इन्द्रे तँसित मैले एउटा कुरा बुझ्नु थियो। कस्तो कुरा भन्नुहोस् न। खासमा तैँले बसन्तीलाई लगाइदिएको काम पक्का हो कि होइन र? छ्या, तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ के भाउजू? यस्तो कुरामा मैले मजाक गर्छु होला त? त्यही पनि बसन्ते मेरो छोरो समानको देवर हो। उसले भनेको कुरा अलि विश्वास नलागेर तँलाई सोधेको क्या। तपाईँले मसित बुझ्न खोज्नुभयो, त्यसको लागि धन्यवाद छ। तर आफ्नो घर परिवारको मान्छेले भनेको कुरा विश्वास नगरेर बाहिरी मान्छेको कुरालाई विश्वास गर्दै जान थाल्नुभयो भने तपाईँको घर बिस्तारै लथालिङ्ग हुन्छ भाउजू। हो, साँच्चै आज इन्द्रले अहिले आएर एकदम सही कुरा गर है। दर्शक तपाईँहरूलाई इन्द्रको कुरा कस्तो लाग्यो? त्यसैले म र म जस्तो बाहिरी मान्छेको कुरालाई विश्वास गर्नुभन्दा बरु आफ्नै घर परिवारको मान्छेको कुरालाई विश्वास गर्ने बानी बसाल्नुहोस्। त्यही पनि बसन्ते त अहिलेसम्म मलाई आलो काँचै लाग्छ नि त। तपाईँको व्यवहार चाहिँ आलो काँचो होला भाउजू, तर बसन्तेको व्यवहार चाहिँ परिपक्व छ। ल अनि तलब त साँच्चीकै 18,000 दिन्छ अरे नि? हो भाउजू, किन र विश्वास लागेको छैन र? मैले त्यसो भन्न खोजेकी होइन, त्यही पनि हो कि होइन भनेर बुझ्न खोजेकी हुँ। बुझ्दा केही फरक पर्दैन। साँच्चै दर्शक राधाले त बसन्ते देवरा त फिटिक्कै विश्वास पो गर्दिन रहेछ नि त है। तर देवरको कमाइमा आँखा लगाउने बानी बसाल्नु भयो भने तपाईँ 1 नम्बरको पापी नै हुनुहुनेछ। बापरे, खतरा भन्नु ल इन्द्रले त। अब के गर्छन् हेरौँ। यति कुरा बुझ्नु होला, मलाई राम्रोसँग थाहा छ अहिले बसन्ते ठुलो समस्याको भुमरीमा परेको छ। उसलाई त्यो भुमरीबाट उद्धार गर्ने तपाईँ र म जस्तै छरछिमेकी र आफन्तको कर्तव्य हो। त्यसैले उसलाई सहयोग गरेर उद्धार गर्नुको सट्टा उसको कमाइमा आँखा लगाएर उसलाई केही नराम्रो भन्नुभयो भने उसको अगाडि म ढाल बनेर उभिनेछु। बापरे लु है, इन्द्र त पुरा बसन्ते प्रति त साथ पो दिएको रहेछ। तपाईँले यति कुरा मनमा राख्नु होला। पुरा डाइलग मारेर गयो त। अब के गर्छन् रिमाले? होइन, बसन्तीले इन्द्रसँग सबै कुरा भन्दो रहेछ कि के हो? होइन भने सबै कुरा थाहा पाएको जस्तो गरेर अहिले मलाई यसले यसो भनेर किन गयो त? पक्कै पनि बसन्तीले इन्द्रसित मैले उसलाई गरेको व्यवहारहरू सबै भने जस्तो छ। अब के गर्ने होला त? उता बहिनीलाई पनि कलेज पढाउँछु भनेर मरिहत्ते गरेको छ बसन्तीले। छ्या, बसन्तीको कमाइ खाएर बसौँला भन्ने मेरो सपना मात्रै हुन्छ कि के हो? लु दर्शक पनि हेर्नुहोस् त, अब शिशिर र इन्द्रको भेट भएको छ। अब के होला त हेरौँ त उनीहरू बिच। ब्रो, कता हिँड्यौ तिमी? कतै होइन इन्द्रे, तैँले बसन्तेलाई त कतै देखिनस् नि? केही बेर पहिला भेटेको थिएँ। बसन्ते त आमालाई भेट्न भनेर काउले गएका छन्। के रे, बसन्ते दाइ काउले जाँदैछन् रे? हो शिशिर, मैले केही बेर पहिला भेटेको थिएँ। सबै कुरा बुझ्दाखेरि सकेसम्म आज आमालाई यतै लिएर आउँछु भन्दै थिएँ। तर बसन्त दाइ एक्लै काउले गयो भने त अप्ठ्यारो पर्न सक्छ इन्द्रे। त्यसैले छिटो हिँड्न, दाइलाई फर्काउनु पर्यो। बरु 2-4 दिनपछि हामी 3 भाइ भएर जान्छौँ आमालाई लिन। छ्या, तिमी त कस्तो डरपोक रहेछौ शिशिर। बसन्ते जस्तो आँटिलो हुन सिक न। कुरा त्यस्तो होइन इन्द्रे, हाम्रो उतापट्टिको बा लास्टै हरामी छन्। उनले चाहे भने बसन्त दाइ एक्लै जाँदा जे पनि गर्न सक्छन्। चिन्ता नगर। लु हो, अहिले आएर शिशिर पनि निकै पो डरायो नि त। हो के होला त? मैले बसन्तेसँग भेटेर सबै कुरा गरेको छु। ती झर्केला बाउले केही तलमाथि गरे भने बसन्तेको 1 मिसकलको भरमा म तुरुन्तै त्यहाँ पुग्नेछु। त्यसपछि तिनको सेकी कसरी झार्नुपर्छ त्यो कुरा मलाई राम्रोसँग थाहा छ। इन्द्रे, तर तँ यहाँबाट जानुभन्दा पहिले नै बाले उता केही तलमाथि बसन्त दाइले गरे भने त बर्बाद हुन्छ। तिम्रो दाइ बसन्ते त्यति कमजोर छैन शिशिर। कुनै दिन म जस्तो मान्छेसँग एक्लै लडेर जित हासिल गरेको थियो। अहिले जाबो त्यो बुढो मान्छेसँग डराएर तिम्रो दाइ बसन्ते कमजोर हुन्छ भनेर तिमीले यति पनि नसोच।
त्यसैले जान देऊ बसन्तेलाई, केही हुँदैन। भनेपछि बसन्त दाइले आमालाई आजै यतै ल्याउँछु भनेका थिए र तोसँग? हो, अझै ल्याउँछु भनेका छन्। बिचरी तिम्रो आमाले दोस्रो घरबारबाट साह्रै दुःख पाकी रहेछ। मलाई त बसन्तेको कुरा सुन्दा पनि कस्तो नरमाइलो लाग्यो। हो नि इन्द्रे, हेर्न हाम्रो ठुल दाइले त यो कुरा 2 वर्ष अगाडि नै थाहा पाएका रहेछन्, तर चुपचाप बसेका थिए। आज यो कुरा सबै छताछुल्ल भएपछि बल्ल हामीले थाहा पायौँ कि हाम्री आमा त नर्कमा रहेछन्। त्यही भएर अहिले आमालाई त्यो नर्कबाट उद्धार गर्न खोजेको। तिम्रो ठुलो दाइ कविराज त महाको पापी हुन् शिशिर। मैले यसो भन्दा तिमी चाहे रिसाउ या खुसाउ, मलाई मतलब भएन। तर तिम्रो कविराज दाइलाई मैले राम्रोसँग चिनेको छु। उनी 1 नम्बरको पापी हुन्। एकपटक तिमी आफै सोच त, उनले आफ्नो स्वास्थ्यको कुरा सुनेर आफूले जन्म दिने आमालाई नर्कमा राखेका थिए। अझ त्योभन्दा ठुलो कुरा त उति बेला मसँग मिलेर आफ्नो भाइ बसन्तलाई सकाउन पछि परेका थिए। साँच्चै अहिले आएर इन्द्रले पनि सही कुरा गर है। साँच्चै इन्द्रले पनि कविराजको ती सबै वास्तविक कुरा खोलेकै हो। ती सबै कुरा सत्य नै हो। तर जति कोसिस गरे पनि सकेनन् बसन्तेलाई सकाउन। हेर त, आफ्नै भाइलाई सकाउन खोज्ने मान्छे पापी हैनन् त? मलाई सबै कुरा थाहा छ इन्द्रे, हाम्रा दाइ साँच्चै पापी छन्। तर पहिले भन्दा हाम्रो दाइमा अहिले धेरै फरकपन पाएको छु मैले। त्यो फरकपन बसन्तेको कारण भएको हो। यदि तलमाथि गरे भने त फेरि बसन्तेले उनको टाउको फुटाउँदै हिँड्छ नि त। तर जेसुकै भए पनि बसन्त एक्लै काउले जान नहुने थियो। एउटी आमाले आफ्नो सन्तानको रक्षाको लागि ज्यान दिन तयार हुन्छन् भने त्यो सन्तानले आफ्नो आमाको रक्षाको लागि ज्यान दिन तयार किन नहुने? त्यसैले यो सब कुरा छोड। बसन्तेले अब आफ्नो आमाको रक्षाको लागि फेरि एकपटक लडाइँ गर्नेछ र ऊ सफल भएर नर्कबाट आफ्नो आमालाई उद्धार गरेर आउनेछ। तिमी ढुक्क भएर बस। ल जेसुकै भए पनि हाम्रो बसन्त दाइको भगवानले रक्षा गरून्। यदि केही तलमाथि भएको खण्डमा बसन्त दाइले कल गरे भने त जसरी पनि जा है त्यहाँ। तिमी ढुक्क बन न। बसन्तीको लागि म ज्यान दिन तयार छु। किन थाहा छ? किन? किनकि मलाई राक्षसबाट मान्छे बन्न सिकाउने गुरु हो बसन्ते। कुनै दिन म अपराध र कुकर्मको बाटो हिँड्दा मैसँग लडाइँ गरेर मलाई सही बाटोमा हिँड्न सिकाएको थियो बसन्तेले। यो कुरा सम्झेर पनि मैले बसन्तेको लागि ज्यान दिन तयार हुनेछु। लु अहिले आएर थाहा भयो कि कुरा पो यसो पो रहेछ। त्यही भएर त इन्द्रले बसन्तीप्रति मरि अति गरिरहेको छ। दर्शक बिन तपाईँहरूलाई कस्तो लागिरहेको छ? धन्यवाद छ इन्द्रे तँलाई। यसरी तँ सधैँ सत्यको बाटो लागिस् भने तँलाई अगाडि पछाडिबाट साथ दिने धेरै भेटिनेछन्। हुन्छ त शिशिर ब्रो, अहिलेलाई म लाग्छु। ल जा। हस्। साँच्चै अहिले आएर इन्द्रे सुध्रेकै हो त? दर्शकबिन तपाईँहरूलाई के लाग्छ कृपया कमेन्ट गर्न नभुल्नु होला है। अब के होला त हेरौँ त। भनेपछि बसन्त दाइ आमालाई पो लिन गएका रहेछन्। 81 बसन्त दाइको यति ठुलो आँट र हिक्मत कसरी आएको होला त? भर्खरै हामीसित सल्लाह गरेर भोलिसम्ममा जान्छु भनेको मान्छे त आजै गएछन्। बिचारी हाम्री आमा अब यता आइन् भने बल्ल उनले नयाँ जिन्दगी पाएको महसुस गर्थिन् होला। बिचारी यति बेला बाको अनेकौं टचरले कति दुखेकी होले, कति रोगी होले। साँच्चै दर्शकबिन शिशिरले पनि आफ्नो आमाको पीडालाई एकदमै महसुस गरिरहेका छन्। रमा छ भने मलाई 500 रुपियाँ दे त। मसित कहाँबाट हुनु र पैसा? त्यही पनि 500। यदि पैसा छैन भने गहनाले, तर मलाई पैसा छैन भनेर नाटक बन्द गर। तपाईलाई के को लागि चाहियो हो र पैसा? त्यही तास खेल्न होला हैन? हो, मलाई तास खेल्नकै लागि चाहिएको हो। अब त दे। घरमा बाप लो, यस बुढालाई त खत्तम पो रहँदा हौ। साँच्चै रमालाई त एकदमै यातनामा दिएर राखेको रहेछन् त। अब के गरौँ त हेरौँ त। नुन तेल खाने पैसा छैन। तपाईलाई मैले तास खेल्नलाई गहना दिनुपर्ने? अनि के त? जब एउटा स्वास्नी भएर आफ्नो रोनेको इच्छा र चाहना पूरा गर्न सक्दिनस् भने त मेरो स्वास्नी भएको के औचित्य भएर? साह्रै खत्तम पो रहँदा बाबै त।
स्वास्नी भन्दैमा सधैँभरि लोग्नेको इच्छा चाहना पुरा गरेर बस्नुपर्छ भन्ने छ र? धेरै थुतुरो सही भने एकदमै सही भने रमाले। खेलाएर मसित बोलिस् भने तेरो जिब्रो सिब्रो थुत्तो नपरोस्। खुरुक्क गएर गहनाले कि म आफै गएर निकालौँ? बिन्ती छ रिमाको बा, मेरो भएको सबै गहना जति मेरी आमाले मेरो चिनु हो तँलाई भनेर दिनुभएको थियो। त्यसैले अरू जेसुकै माग्नुहोस्, त्यो एउटा मेरी आमाले दिएको चिनु चाहिँ नमाग्नुहोस्। धेरै किचकिच नगरी खुरुक्क दिन्छस् कि दिन्नस्? दिन्न। यसले त मलाई लास्टै गरी लु बाबु त खतरा रिसायो, अब के गर्ने हेरौँ त। खुरुक्क गएर गहनाले कि म आफै गएर निकालौँ? बिन्ती छ रिमाको बा, मेरो भएको सबै गहना जति मेरी आमाले मेरो चिनु हो तँलाई भनेर दिनुभएको थियो। त्यसैले अरू जेसुकै माग्नुहोस्, त्यो एउटा मेरी बिचारी रमाले कतिसम्म यातना र पीडा खपेकी रहेछन् दर्शकबिन। आमाले दिएको चिनु चाहिँ नमाग्नुहोस्। धेरै किचकिच नगरी खुरुक्क दिन्छस् कि दिन्नस्? दिन्न। यसले त मलाई लास्टै गरी ला यी बाबुले त कुट्न पो थाले त हो रमालाई। अब दर्शकबिन अब तुरुन्तै बसन्ती आइदिए पनि त हुने हो नि, अब के होला हेरौँ त। दर्शकबिन ठ्याक्कै बसन्ती पनि आइपुगे है, अब के होला त यिनीहरूको बिच हेरौँ त। तकोस् मेरो आन्तरिक मामिलामा घुसेर मलाई थप्पड हान्ने। चुप। लु है दर्शकबिन, अब बसन्तीले यस बुढालाई एकदमै तह लाउँछन्, हेरौँ त अब कसरी तह लाउँदछन्। अझै एक शब्द बोल्नुभयो भने सिधै जेल खोजिदिन्छु। तपाईँले त यो मेरो घरभित्रको आन्तरिक मामिला हो भनेर भन्नुहुन्छ होइन? तर यो कहिल्यै पनि घरभित्रको तपाईँको आन्तरिक मामिला हुन सक्दैन। किनकि अहिले मैले जे देखेको छु यो त सरासर एउटा घरभित्रको महिलामाथि भएको घरेलु हिंसा हो। हो साँच्चै आएर बस्नेले पनि एकदमै सही कुरा भनिरहेका छन्। अब यस बुढा कति गाडी छन् हेरौँ त। तपाईँले एउटी महिलामाथि घरेलु हिंसा गर्दै हुनुहुन्छ। धेरै जान्ने भएर मसित नबोल। खुरुक्क जा यहाँबाट। जान्छु, तर मेरी आमालाई सँगै लिएर जान्छु। तिमी जस्तो नर पिचाससित राखेर मेरी आमाको यति सुन्दर जिन्दगीलाई नर्क बनाउन चाहन्न मैले। आमा तपाईँ जानुस्, भित्र गएर लुगाफाटा झोलामा हालेर आउनुहोस्। बिचारी रमा पनि एकदमै डराइरहेको छिन्, अब के गरिन् त हेरौँ त। सुन्नु भएन? भित्र गएर लुगाफाटा झोलामा हालेर आउनुहोस् भनेको। जानुहोस् खुरुक्क। जानुहोस् भनेको किन सुन्नु तपाईँले? धेरै जान्ने भएर तेरी आमालाई यहाँबाट लैजान खोजिस् भने तँलाई म अहिले भर्खर यहीँबाट गायब गरिदिन्छु। कसलाई गायब गराउनुहुन्छ? ल गराउनुहोस् त। तपाईँ जस्ता टोले गुण्डालाई त सहरमा हुँदाखेरि ज्यानुसँग मिलेर एक ठिक गराएर आएको हुँ मैले। तर गाउँमा समेत तिमी जस्ता यस्ता टोले गुण्डा बसेका छौ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन। तिमीहरू त एउटा नरपिचास हौ जसले एउटा महिलामाथि घरभित्रै घरेलु हिंसा गरेर राखेका छौ। ती महिलाहरूको जिन्दगी जिउँदै हुँदाखेरि नै नर्क बनाइदिएका छौ। यस्ता नरपिचासहरू यो गाउँमा बसेर भोलिका सन्ततिले के सिक्ने? त्यसैले अब छिटोभन्दा छिटो यो गाउँ छोडेर भाग, नत्र भने पुलिस बोलाएर तिमी जस्ता टोले गुण्डालाई सदाको लागि जेलमा सडाइदिनेछु। लु है अब बसन्तीले त्यस बुढालाई एकदमै तह लगाउने छन्, हेरौँ त। भयो धेरै घुर्किन लगा। यदि मेरो
अनुमति बिना तेरी आमालाई यहाँबाट लगिस् भने म के गर्छु हेर्दै जा। तिमी जस्ता नरपिचास र पापीहरू यो संसारमा किन बाँच्छौ के? मुख सम्हालेर बोल। मुख छ भन्दैमा अर्काको ठाउँमा आएर जे मन लाग्यो त्यही बोल्ने अधिकार छैन तँलाई। मुख सम्हालेर बोल्ने म होइन। तिमी अझ एकैछिन यस्तै गरी मुख नसम्हालेर बोल्यौ भने तिम्रो मुख सुख सबै कुच्चाइदिन्छु मैले। थाहा छ तिमीलाई? तिमीले त एउटा महिलालाई घरभित्रै घरेलु हिंसा गरेर राखेका छौ। यो खबर माथिसम्म पुलिससम्म पुग्यो भने तिम्रो हालत के हुन्छ यो बारेमा पनि सोच्ने गर। मेरो बल छ, म गुन्डा हुँ, मैले सबैलाई थर्काउँदै हिँड्न पाउँछु भन्दैमा अहिलेको जमानामा तिमीलाई यस्तो गर्ने छुट छैन। सुन्न त मैले सुनेको थिएँ मेरी आमालाई तिमीले घरभित्रै घरेलु हिंसा गरेर अनि यति फुल जस्तो जिन्दगीलाई नर्क जस्तै बनाएर राखेका छौ भनेर। नभन्दै आज त मेरो आफ्नै आँखाले देख्यो। धिक्कार छ तिमीलाई। साँच्चै दर्शक पनि अहिले बसन्तले आफ्नो आँखा प्रत्यक्षले नै देखेका छन्। आफ्नो आमालाई सौतेना बुवाले कतिसम्म टर्चर र यातना दिँदा रहेछन् भनेर। दर्शक पनि अब के यस बाबुसँग जितेर बसन्तले आफ्नो आमालाई घर फर्काएर लान सक्लान् त? अब के होला त? यो सबै हेर्नको लागि त अर्को भागको प्रतीक्षा गर्नुपर्ने हुन्छ। तबसम्म प्रतीक्षामा रहनुहोला। हस्त, धन्यवाद।